इलाका प्रहरी कार्यालय जितपुरको ठूलो सफलता। प्रहरी नायक निरीक्षक उमेश निरौलाको एक्सनपछि चोरीका सामग्री धमाधम बरामद, गिरोहमा त्रास। बाराको जितपुरमा भएको ठूलो चोरी प्रकरणमा इलाका प्रहरी कार्यालय जितपुरले उल्लेखनीय सफलता हासिल गरेको छ। प्रहरी नायब निरीक्षक उमेश निरौलाको कमान्डमा खटिएको प्रहरी टोलीले चोरीमा संलग्न भएको आशंकामा 3 जनालाई नियन्त्रणमा लिँदै चोरीका सामग्री धमाधम बरामद गर्न थालेको छ। प्रहरीका अनुसार जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका 7, रातोपुल नजिक रहेको श्रीराम खाद्य उद्योग, राइस मिलको कम्पाउन्ड र पर्खाल नभएको तथा करिब 3 वर्षदेखि जीर्ण अवस्थामा रहेको उद्योगबाट अन्दाजित 4,15,000 रुपैयाँ बराबरका विभिन्न सामग्री चोरी भएको थियो। उद्योगका सञ्चालक जितपुर सिमरा 7 निवासी करिब 55 वर्षीय रामबाबु प्रसाद शाह कलवारले मिति 2083 साउन 9 गते दिउँसो 2:50 इलाका प्रहरी कार्यालय जितपुरमा चोरी सम्बन्धी लिखित निवेदन दिएका थिए। त्यस लगत्तै प्रहरी नायक निरीक्षक उमेश निरौलाको नेतृत्वमा विशेष अनुसन्धान टोली परिचालन गरिएको थियो। अनुसन्धानका क्रममा प्रहरी टोलीले इलाका प्रहरी कार्यालयबाट करिब 2 किलोमिटर उत्तरतर्फ रहेको स्थानबाट चोरीमा प्रयोग भएको आशंका सहित 1500 थान ग्यासको भाडो राख्ने चुलो बरामद गरेको छ। चोरीका सामग्री लोड गरिएको एउटा ट्र्याक्टर पनि प्रहरीले नियन्त्रणमा लिएको छ। ट्र्याक्टरमा चोरीका सामग्रीसँगै केही नयाँ सामान पनि भेटिएकाले ती सामानको वास्तविक स्वामित्वबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। यस घटनामा संलग्न रहेको आशंकामा प्रहरीले 3 जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका 5 निवासी तस्लिम मियाका 22 वर्षीय छोरा बादल मिया, जितपुर सिमरा 7 निवासी 30 वर्षीय वृक्ष महतो तथा जितपुर सिमरा 7 निवासी 28 वर्षीय राजु जैसवाल रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद गरिएका सामग्री चोरी भएका सामान नै हुन् वा होइनन् भन्ने विषयमा समेत उद्योग सञ्चालकसँग पहिचान गराउने प्रक्रिया अघि बढाइएको छ। पछिल्लो समय जितपुर क्षेत्रमा भएका चोरीका घटनापछि प्रहरीले आक्रामक अनुसन्धान थालेको थियो। यही अभियान अन्तर्गत चोरीका सामग्री एकपछि अर्को गर्दै बरामद हुन थालेपछि चोरी गिरोहमै त्रास फैलिएको स्थानीयहरू बताउँछन्। यद्यपि प्रहरीले घटना सम्बन्धी अनुसन्धान जारी रहेको जनाएको छ। चोरीमा अन्य व्यक्तिको संलग्नता रहेको छ वा छैन, चोरी भएका सबै सामग्री बरामद भएका छन् वा छैनन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ। अनुसन्धान पूरा भएपछि विस्तृत विवरण सार्वजनिक गरिने इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ। यस घटनालाई जितपुर प्रहरीको पछिल्लो समयको महत्त्वपूर्ण सफलताका रूपमा हेरिएको छ। प्रहरीले अपराधमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट सन्देश दिएको छ।